घर त काम थियो आउन एकछिन यस्तो भ्यू देखिन्छ के बबाल पछाडि हेर यस्तो कहाँ हामी कुन उसमा भ्यू के हामी चाहिँ नारायणघाट चोक अब यहाँबाट हामीले राइड लिनुपर्छ गाइज राइड लियो भने ट्याक्क हामी भैरेवा भालुबाङ अत्तरिया सुर्खेत जाने बाटोतिर लाग्नु पर्यो यस्तो छ छोरो मजाले बसेपछि केही भएन हेलो बस्छु मर्निङ हेलो सो गाइस अहिले चाहिँ हामी ट्याक्कै यो नारायणघाट पढेर यता आइसकेछौँ है अनि देखेको छ भने चाहिँ यस्तो छ तर बाटो चाहिँ एकदम दाम पिच बनाएको छ बबाल देखेको छ है बाटो चाहिँ अगाडि दाउनेसम्म यस्तै भइदियो चाहिँ हुन्छ नि अब कहिलेसम्म कहाँसम्म थाहा छैन है यहाँ एउटा मन्दिर पनि रहेछ के मन्दिर हो अनि यसो यहाँबाट यस्तो भ्यू देख्न सक्नुहुन्छ बबाल देखेको छ यार ओहो क्या खतरा देखेको त नि अगाडि त्यो के खोला के खोला अरे होइन के खोला अरे नारायणी होइन यस्तो छ देखिन्छ ल बवाल देखेछ यार ल यस्तो देखिन्छ भ्यू गाइज है यस्तो छ हाम्रो यात्रा यात्रा त पुरा बवाल भयो बवाल खतरा भइरहेछ हाम्रो चाहिँ यात्रा यहाँ बाइकको हालत यस्तो देख्न सक्नुहुन्छ 220 र अनि यो चाहिँ एफजेड D3 है यसको हालत यस्तो छ मेरो चाहिँ पछाडिको यो ऊ छैन अनि त्यही भएर चाहिँ ल यस्तो हरिबिचोक छ यस्तो खतरा पछाडिको त नम्बरै देखेको छैन यार जय ए हनुमानको मन्दिर रहेछ नि त जय हनुमान दर्शन गर्न पाइयो एकदम खुसी लाग्यो अनि पछाडिको ब्याकग्राउन्ड र यस्तो दामी देखिरहेको चाहिँ कुरै छोड्नु भने यस्तो बवाल देखेको छ यार यस्तो यस्तो कुराहरू अरू पनि देखाउँदै जान्छु म होइन अनि म चाहिँ अहिले ठ्याक्कै यहाँनिर यो नारायणघाट ठ्याक्कै कटिसकेपछि यतातिर यो बाटो त पहिला बनेको थिएन अहिले मस्त बनेको रहेछ दामी दामी एकदम दामी पुरै यो बाटोहरू सब बनेको भए चाहिँ अझै खतरा हुने अब यहाँ यस्तो छ हालत बाइकको त अझै मैले चेनमा चाहिँ मोबिल पनि हालेँ नै अस्ति अहिले एकछिन कतैतिर यसो बसेर व्यवस्थित गर्नुपर्छ गरेपछि बाटो कस्तो राम्रो देखिने कि है कतिको भोक लागिरहेको छ हजुरले त्यस्तो लाग्छ छैन मलाई अघि त्यहाँ आएर त्यस्तो खासै भोकै लागेन दुखियाले गर्दाखेरि पुरै बनाइदिएछ अब यहाँबाट हामी दाउने होइन दाउने गएपछि बुढल पुगेपछि बरु खाना खाने कि नखाने नत्र चाहिँ खाजा यस्तो गरेर खाजा खानु कि खाना खायो भने अल्छी पनि लाग्छ निद लाग्छ त्यही भनेको दाउने आउनु कति छ र अब दाउने आउनु धेरै छैन अब धेरै 15-20 किलोमिटर यहाँ आउन एकछिन यस्तो भ्यू देखिन्छ के बबाल पछाडि हेर न यस्तो कहाँ हामी कुन उसमा आउँ कि भ्यू के हेर न यहाँ पछाडि भ्यू बबाल देखेको छैन गाइस हाम्रो यस्तो छ यहाँ होइन टक्क पारेर हामी यहाँ आइसकेछौँ अब खाल्सा बेनाजुले भन्नुहुन्थ्यो खाल्सा मात्रै खामला भन्नुहुन्थ्यो भोक छैन भने त्यही गरमलाई मलाई पनि त्यस्तो खासै भोक छैन तिमीलाई भोक छ कि छैन खाजा खाने कि के खाने आइसक्रिम खाने आइसक्रिम ल ओके अहिले पछि ऊ माथि गयो है
ल गाइस अब हामी लाग्छौँ अहिले पछितिर भेटौँला एकछिनमा है त तर जे होस् यहाँनिर चाहिँ अब पिजहरू चाहिँ के हो यो के पाएर हो यस्तो डर लापरवाही चाहिँ लास्ट लापरवाही क्या यो जहाँ पनि हिँड्दिने कि यस्तो त भएन नि पिच बनाएको भ्यालु त गर्नु पऱ्यो नि त होइन त यस्तो छ जहाँ उसलाई चाहिँ एउटा नआउने ठाउँमा हानिदिएर अलिक कुदाउनु पाइरहेको छ नि अनि कस्तो हाइवेमा हिँडे जस्तो फिल भएर आयो कि यस्तो सिधा बाटो आनन्दले हिँड्न पाएको छ है कहीँ केही छैन जाम साम इधर उधर बुटोलसम्म चाहिँ अलिक गाह्रो हो कि हुन त अब बनिसक्यो होला अहिले धेरै नै बाटो यतिसम्म बनिसक्यो भने त बाटोतिर आउँछ नि सक्छ ब्राङ्ग पड्क्यो त नि पन्चरै भयो क्या गाडी पनि डेन्जर रहेछ हेर्दै डर लाग्छ गाडी नि पड्केको हो कि के हो आवाज त ठुलै आएको थियो कि पड्केकै होला ऊ पड्केको रहेछ नि त छालै निस्किया टायरको छालै निस्किया अब यहाँबाट त कटाउने नि यस्तरी हो झ्याप्पै आइदियो भने त खत्तम हुन्छ नि फेरि हामी आएछ जाम छ हजुर पुरै जाम छ के को जाम हो यस्तो कत्रो हो त यार हेरेर हो टायर कत्रो कत्रो हो क्या बाटो बन्दैछ पिच ढलाने अगाडि अझै जाम रहेछ यार अब चाहिँ यहाँ जाममा बोल्यो राम्रो तरिकाले बाटो त डेन्जर छ त अनि यस्तो बाटोमा नात म छु त्यहाँ चलाउने ड्राइभर छु र नात न यो गाडी चाहिँ फस्छ जस्तो लाग्यो मलाई फसेकै रहेछ नि त त्यो ल जय हनुमान यहाँसम्म रक्षा गरिदिनु भयो घरसम्म रक्षा गरेर पुऱ्याइदिनुहोस् हैट तेरिका यो त गाइस हामी ठ्याक्कै बुटोलको चौराहामा आइसक्यौँ लखन चौकको के ड्राइभर हो क्या जाने यता आउनु त कता कता जान्छ बाटो उतै उतै जाइदिउँ ओ हिट हिराउट हराउट तपाईँहरूलाई बढ थाहा छ गाई चाहिँ एक्सिडेन्ट भयो क्या बिचरा ओहो तर त काम चाहिँ धेरै अति भयो क्या
कसरी पल्ट्यो है कसरी पल्ट्यो है कुन धेरै बोक्नु छ कि हड्डी भाँच्यो एउटा लगिदिनु न गाह्रो छ त कस्तो कुनै पनि भएछ भगवान् के देख्नु परेको यार बाटो त छ बाटो छ हातै भाँचेको हो र गिटार कस्तो रिङ्ग लाग्यो खै खाजा खानु गयो भने खाजा पनि दिनु होला कि हामीलाई दिदी खाजा के छ खाजाहरू के छ खाजा सबै छ के खानुहुन्छ समोसा पकौडा सेलरोटी समोसा मटर चुकौनी चाउमिन मोमो आलु पराठा भयो तपाईँ रहेछ लाउनु Wait a minute. Who are you? After हाम्रो त्यहाँ खाजा भइरहेको छ यहाँ टक्क बाटो ल चाउमिन राजुले पनि चाउमिन दिइराख्नु चाहिँ हामीले यहाँनिर नमस्कार समोसा बिर्सेर टक्क बाटो Mami makan. Terus makan. मोबाइल हेर्नु लाग्ने होइन त्यता आउनु बित्तिकै छिटो खाएर भागिहाल्ने एउटा यस्तो आएको क्या हुन्छ भएन छुट्टै छैन ल हस् त धन्यवाद चाउमिन मिठो थियो एकदमै मिठो लाग्यो चाउमिन चाहिँ तिमीले चस्मा चाहिँ यहाँ हालिदिने अहिले खसेको भाइ यसलाई हेरौँ त्यता कति क्युटी देखेको त यता माथि हेर त माथि आम्मामा तिमी त टु गर्दा नि एकचोटि एकैचोटि गर्दा नि थोरै मेरो भिडियोको लाइक मात्रै कि एकैचोटि टु गरिदेऊ न मिस नेपाल सानबीको चस्मा चाहिँ म लगाउनु मन लाग्छ बाटो बिग्रियो भने चाहिँ खतम हुने भयो त भएन जाने मलाई पनि त्यस्तै भाजे रोकिनुहुन्छ कि भनेर मात्रै कत्रो नाकको फेटा बनाएको छ हेर नि त्यहाँ ऊ हेर न
Sunshine, sunshine, sunshine. I think I found it now. What I've been looking for. Isn't it beautiful? It's got my head all up in the clouds. I think I found it now. Yeah. Everything I want might be a miracle. I know I'm never coming down. I don't gotta worry about a single thing. यो हेर्नु त्यो कस्तो बवाल थियो यस्तरी बसौँ क्या अब हाँ? यस्तरी बसौँ क्या अब एक साइडमा अनि एकैछिन दुखिहाल्छ अनि म पनि यस्तो गर्छु कहिले यता गर्छु कहिले अटो एकछिन दुख्छ अनि Mommy, sit down. के छ त अवस्था यस्तो भनिदिनु भने बाटोको अवस्था नाजुक छ विशालजीले के भन्न चाहन्छु बहुत हात पुरा दुखेर यही पनि अझै छ दम अझै छ सकेको चाहिँ छैन हाम्रो आइया लगाइस हत्तेरिका यो यस्तो गाह्रो भयो नि आज दिन के फालेको सानो जाँदैन लाग्यो भालुमाङको पुलमा बसेर लगभग 5 मिनट बस्यो अलिकति राहत भयो अब एकछिन टक्क पारेर यहाँबाट फनान गयो भने 1-1.5 घन्टामा ट्याक्क घर सो गाइस जहिले चाहिँ रातिको एकदमै नाइट भइसकेको छ अनि मेरो चाहिँ आँखामा एकदमै किरा पसेर एकदम इरिटेट बनाइरहेछ अनि मैले चाहिँ यो चाहिँ भोइस ओभर गरिरहेको अनि सो हामी चाहिँ एकदमै नजिकै छौँ कोलपुरको अनि एकदम राति भएको भएर हामीले हतार पनि भइरहेछ एकदम शरीर दुखेर एकदम गाह्रो भयो गाह्रो भन्दा पनि एकदमै गाह्रो भएको छ हामी एकदमै छिटो जान लाग्छौँ अनि जस हाम्रो चाहिँ अब कोलपुर पछि चाहिँ उहाँ भेनाजु त्यहाँबाट छुट्टिनुहुन्छ त्यसपछि हामी चाहिँ अगाडितिर हामी अझै नेपाल लाग्नुपर्ने हुन्छ त्यहाँबाट लगभग 6-7 किलोमिटर छ अनि भेनाजुलाई छोडेर हामी चाहिँ टक्क पारेर लाग्नुपर्ने हुन्छ अहिले चाहिँ लास्टै गाह्रो भइरहेछ यस्तो अँध्यारो भइसकेको छ अरूभन्दा नि म एक्लै भए त केही हुन्थेन बच्चासँग छ अलि त्यही भएर नि हामी चार जाँदैछौँ ल डाइरेक्ट हामी अब उतै कोलपुरमा भेट्छौँ है त गाइस एकछिन रोक्छ है त जस्तो ल अब एकछिन यहाँ कहाँ बस्ने हो र हजुर काण्ड छ अरे त कतै खतम भएको हिँड्नु नि त कता देख्छ होइन होइन हजुर मोमो खानु मन लाग्छ जे खानुहुन्छ जे खानुहुन्छ सही छैन सोध्नु त मेरो त फेरि अरू भन्दा नि आँखामा उ परेर खत्तम भयो कि पुरा हावाले त बत्तायो मेरो त बाइक देख्छिन् त नि म त एकछिन त कन्ट्रोल गर्नु छ यहाँ देखिन् त नि थाहा छ नि बाटो छ ल हुन्छ
यहीँ होला होइन त हल्दार पनि होइन त ल साथीहरू आजको लागि भिडियो यति नै अनि के कस्तो लाग्यो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला आज एकदमै थकाइ लागेर